हेलो गाइज वेलकम टु माई च्यानल हैन तपाईहरु आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि म चाहिँ अहिले यहाँ मेरो साथीसँग छु अनि हामी चाहिँ किरण दाइकोमा जान लागेको किरण दाइकोमा किन जान लागेको भने अब किरण दाइ त्यही भएर अब दाइलाई भेट्नको लागि हामी जान लागेको अनि आज चाहिँ भ्लग अब मैले यहाँ यस्तै अब केशवको घरबाट सुरु गरे हैन किनभने अब त्यही किरण दाइकोमा जान लागेको हामी अनि उ चाहिँ अब एकदम फुटबलहरु खेल्छ एकदम यसलाई सपोर्ट गरौँ उसको युट्युब च्यानल चाहिँ खतेउडा 1 2 3 हो पक्ला मेरो के छ पक्ला ओइ अनि अब हामी चाहिँ पक्ला मेरो युट्युबको च्यानलको नाम भन्छ हामी चाहिँ लु भन्न त अनि हामी चाहिँ अब यहाँ साथीलाई पर्खिरा छौं के हुन्छ यो हुन्छ कुन हुन्छ युट्युबको नाम के छ खतेउडा हुन्छ कि तलको हुन्छ खै के छ खतेउडा उसको युट्युब च्यानलको नाम चाहिँ केशव खतेउडा हो हैन सँगसँगै मलाई सँगसँगै उसलाई माया गर्दिनु होला अनि के भन्नु अरु त्यही अब आज चाहिँ मेन भनेको किरण दाइलाई भेट्न जान लागेको हामी हैन अब अनि आज खतरा बजारमा नाच्यो अरे अनि के छ कस्तो भन्न नाचेको अब केमा नाचिस ललिपप लागेलो हैन ओ माय गॉड के मतलब केमा चाहिँ कस्तो के भएको थियो र कहाँ गीत बजेर कन्सर्ट अब केटाहरु कन्सर्टमा जान्छ अब आफू त काममा हुन्छ हैन अब मलाई चाहिँ थाहा भएको पहिला अब काम नगर्दाखेरि हैन काम नगर्दाखेरि चाहिँ अब एकदम रमाइलो बिचकेको अवस्था काम नगर्दाखेरि चाहिँ अब एकदम हामी के अरे बोला न बेला हो आउँछ त आफै खत्म बाय बाय म चाहिँ हाम्रो केशव दोस्त चाहिँ एङ्ग्री भएको अवस्था अनि काम नगर्दा चाहिँ कस्तो हुँदो रहेछ नि काम नगर्दा चाहिँ अब पैसा अब हैन पैसै मात्रै के अब पैसा कहाँबाट आउँछ के गरेर आउँछ जब अब काम गर्न थाल्यो अनि चाहिँ झन् जिम्मेवारी बढ्न थाल्दो रहेछ भन्ने कुरा थाहा पायो उ पनि अब विदेश गरेर आएको म पनि विदेश गरेर आएको हामी अनि अब विदेश गएर हामीले दुःख गरेर आइयो र फाइनली गोकुल दोस्त पनि आइसकेको छ यहाँ हाम्रो एमसी चाहिँ यहाँ चाहिँ अब मस्त हुनु परेन पैसा अब नो मनी नो हनी हैन अब उसले चाहिँ मधु खान मन लाग्छ मैले चाहिँ त्यो सब थोक छोडिसकेको छु हैन त्यही पनि उसको लागि म किरण दाइलाई रिक्वेस्ट गरेर किन्ने कोसिस गर्छु यस्तो गाउँ अनि हाम्रो दोस्त चाहिँ यहाँ छ हाम्रो म सँगसँगै हाम्रो दोस्तलाई पनि सब्स्क्राइब गरिदिनु होला उसको च्यानल उसको हैन युट्युब च्यानल चाहिँ के छ अरे भन न यहाँ मेरो युट्युब च्यानल थाहा छैन ला मका डाइरेक्ट उसको युट्युब च्यानल चाहिँ खतेउडा 1 2 3 डाइरेक्ट सक्सेस उहाँ हाम्रो साथी चाहिँ लजाइरहेको छ हैन हामी भने मेरो दोस्त चाहिँ कस्तो छ भने अब युट्युबमा स्ट्रगल गरौँ हैन युट्युबमा चुप्ने एकछिन यहाँ बेइज्जत भन्नु त्यसको युट्युबमा स्ट्रगल गरौँ भन्छ साथीले चाहिँ हैन अनि हाम्रो यो गाइड टोन्डेले चाहिँ के भन्छ भने युट्युब भनेको फेक हो यताउति त्यस्तो हैन ल हामी जाँदैछौँ अब किरण दाइकोमा जाँदैछौँ अब के छ किरण दाइकोमा जाँदैछौँ रात भइसक्यो खेतबारीको बाटो जानुपर्छ अनि अब हस्त गाई चाहिँ अब एकैचोटि किरण दाइकोमा गएर देखाउँछु तपाईँहरूलाई हस्त ल गाई चाहिँ अहिले चाहिँ हामी किरण दाइकोमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ दाइको घर चाहिँ यस्तो छ साथी गयो अर्को चाहिँ उहाँ पिसाब फेर्दैछ अनि हामी चाहिँ जाँदैछौँ यहाँ आइसक्यो किरण दाइकोमा आइसक्यो रुम किरण दाइको रुम यस्तो छ यस्तो प्रकारको अनि दाइ त भात खान्छन् मलाई अब हामी फाइनली किरण दाइको रुम आइसक्यो अब आउने बित्तिकै यो चाहिँ यहीँ बस्छ जहिले पनि होइन आउने बित्तिकै यो चाहिँ जहिले यहीँ बस्छ यहाँबाट चाहिँ कहिले पनि उठ्दैन क्या हामीलाई बरु यता बस्नुपर्छ यहाँ बस्नुपर्छ त्यहाँ बस्नुपर्छ है अब दाइ टक्क टाढै लाग्नु हुँदैछ भन्ने सुन्दै थिएँ यहाँनिर दाइको टक्क यस्तो छ प्याकस्याक यहाँ लुगाहरू प्याकस्याक गरिसक्नु भएछ प्याकस्याक गरिसक्नु भएको छ लुगा यो चाहिँ आउने बित्तिकै गर्लफ्रेन्डसँग बोल्न थालिहाल्छ यी लुगाहरू प्याकस्याक गर्न थाल्नुपर्छ होइन अनि अब दाइ भात खानु हुँदै होला अनि अब एकचोटि अब दाइ आएपछि अब तपाईँलाई भेटाउँछु अनि अघि यो साथी चाहिँ किन सँगै नआएको भने यो चाहिँ उहाँ मकैबारीमा मुद्दै थियो अनि अब घरमा कहिले पिसाब भेट्दैन उहाँले आउने बित्तिकै साँच्चै भनेको गाइस आउने बित्तिकै जहिले ऐना हेर्छ यहाँनिर होइन अनुहार हेर्न सक्नुहुन्छ यस्तो छ यसको अनि अब म भइहालेँ होइन टक्कसँगले अब यस्तरी
ऐनामा पनि म पनि यसो ऐना हेरिदिउँ न अलिकति होइन कपाल पुरै झ्याप्प भएको छ क्या किनकि अब म चाहिँ अब होइन म चाहिँ अब रियल हो म चाहिँ अब ग्यारेजमा काम गर्छु होइन अब ग्यारेजमा काम गर्दाखेरि अब डक्टरसँगले यस्तो यो कपाल पुरै धुलै धुलो हुन्छ क्या अनि आज नुहाउन पाइनँ अब एकचोटि भोलि बिहान नुहाएर जान्छु अनि केटाहरू आउने बित्तिकै यस्तो चाहिँ एउटाले टाउको चाहिँ ल्याउनु थाल्छ अर्कोले लगाएछ अब एकैचोटि किरण दाई आएपछि हामी अब भेट्नुपर्छ ल हस् त र गाइस हाम्रो अर्को दाई पनि आइसक्नु भएको छ होइन अर्को दाई पनि आइसक्नु भएको किरण दाई हो हाम्रो किरण दाई भनेको चाहिँ ए दाई हो टक्कै नुहाएर आउनु हुँदैछ टक्कसँग मलाई भोला छोड्नु नि एकछिन यहाँ हेर्नु नि तपाईँको लागि हामी उहाँदेखि माया अनि दाई चाहिँ अब टाढा जान आँट्नु हुँदैछ होइन हामीलाई छोडेर अनि हाम्रो अर्को ह्यान्डसम दाई भनेको चाहिँ यहाँ हुनुहुन्छ हाम्रो दाई होइन अब के बोल्नु नि यहाँ अब के भन्न चाहनुहुन्छ के छ हामी आएर कस्तो महसुस भइरहेछ तपाईँलाई ए ठिक छ अनि किरण दाई चाहिँ अब भर्खर नुहाएर आउनु भएछ त्यो पनि हाम्रो चाहिँ उहीँ दाई हो अब हामी भनेको हामी ग्याङ भनेको 1 अर्को यो 2 अर्को 3 अनि म 4 अनि किरण दाई 5 हो होइन हाम्रो दाई चाहिँ हाम्रो अब धेरै प्यार हो क्या अब तपाईँसँग जान आएको हुँदैछ हामीलाई छोडेर टाढा होइन तपाईँलाई कस्तो भइरहेछ दाइले भर्खर नुहाएर आउनु भयो रहेछ के कसरी नुहाउनु भयो त्यो भोला चाहिँ जहिले मुखमा हुन्छ दाइको अनि हाम्रो दाइको लुक्स यस्तो छ यति गोरो छ कसम भनेको होइन अब आउने बित्तिकै गर्लफ्रेन्डसँग बोल्न थालिहाल्छ टक्कसँग गर्लफ्रेन्ड छ हामी अब हाम्रो दाइ चाहिँ एकदम सोझो हुनुहुन्छ साँच्चै भनेको होइन कोही देखिम होइन अनि ल गाइस अब चाहिँ दाइ पनि आइसक्नु भयो अब हामी अब कुरासुरा गर्छौँ अब के छ कस्तो छ होइन अहिले अब एकचोटि भरे भेटौँ ल अनि यहाँ एउटा चाहिँ जुवाडे जहिले आउने बित्तिकै तास बुङ बस्छ खेल्न बसिहाल्छ यो खेल्न सेल्न चाहिँ केही आउँदैन होइन मलाई चाहिँ खेल्न आउँदैन होइन कसरी खेल्छ यिनीहरूले बसेर यो हेर्छु मात्रै खेलेको लगाएछ अब एकैचोटि भरे भेटौँ ल हस् त अनि सब्सक्राइब गर्नु होला मेरो च्यानल होइन अब मन परेन भने पनि मन पराइदिनु होला अब यस्तै छ अब गर्न आए पनि भ्लग गरिरहेको छु होइन प्लिज सब्सक्राइब माई च्यानल अनि तपाईँहरूको लागि धेरै धेरै माया अनि यसरी नै सपोर्ट गरिदिइराख्नु होला अनि हाम्रो ग्याङ भनेको चाहिँ हामी यतिजना हो होइन यतिजना हो सबैको युट्युब च्यानल छ सबैको युट्युब च्यानल छ हामी सँगै अब हामी ल साँच्चै साइकल दिनु दाइ गएर आउँछु ल अब दाइले गोप्रो भनेको थियो गोप्रो चाहिँ बिर्सेँ मैले केटाहरूले गरेर अनि हामी चाहिँ अब सँगै स्ट्रगल गरिरहेको छौँ दाइको युट्युब च्यानल छ हामी सबभन्दा धेरै चाहिँ सब्सक्राइबर्स भएको दाइकोमा हो होइन दाइले पनि भ्लग बनाउनुहुन्छ किरण भ्लग्स छ सब्सक्राइब गरिदिनु होला यसरी नै सधैँभरि माया गरिदिइराख्नु होला थ्याङ्क यू गाइज अब होइन यति भन्दै मेरो भ्लग टुङ्ग्याउन चाहन्छु म हस् त गाइज